Hello everyone. Welcome to my YouTube channel TBL मगर यहाँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानल TBL मगरमा धेरैभन्दा धेरै स्वागत छ। नमस्ते जोरले छ। आज चाहिँ म हजुरको माझ धेरै दिनपछि छोटो मिठो भ्लग लिएर उपस्थित भएको छु। सबैजनाले मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यदि हजुरले थोरै मात्रै हेर्नुभयो भने केही पनि बुझ्नुहुन्न। आज चाहिँ ढिला उठ्यो हैन। यो सामानहरु मिलाउन नि पाएको छुइनँ। यता बेड हेर्नु न यस्तो छ हालत हैन, के गर्ने। बिमार भएर खासै सरसफाइ गर्न पनि भ्याएको छुइनँ। हल्का फल्का ठिक भइरहेको छु हैन। नाक बन्द भएर अझै पनि खुलेको छैन। सबैजना आरामै हुनुहुन्छ होला हैन। म नि आरामै छु। हजुर सबैजनालाई धेरैभन्दा धेरै मिस गरिरहेको छु। हजुरलाई मैले फोन गर्न नपाए पनि मैले सम्झिरहेको छु। मेरो भिडियोलाई हेरिदिनु होला, माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। र आज चाहिँ एउटा बेडसिट लिएर आएको छु हैन। यो धेरै व्हाइट पनि भयो, धेरै मैला पनि, चाँडै मैला पनि हुने हैन। अब हप्तामा एकचोटि दिन्छ, त्यो पनि टाइम मिल्दैन लिनको लागि, यो बेडसिट लिनको लागि। त्यही भएको कारणले गर्दाखेरि एउटा बेडसिट चाहिँ लिएर आएको छु मैले। त्यसलाई धुनुपर्ने छ, लिएर त आएँ हैन। धोएर सुकाउनु पर्ने छ अनि त्यसपछि चाहिँ नयाँ बेडसिट ओछ्याउनु पर्ने छ। अब बेडसिट लिएर आएको छु, म हजुरलाई बेडसिट देखाउने छु। बेडसिट लिएर आएको छु भनेर बेडसिट लिएर आएको छु हैन। कस्तो छ अब थाहा छैन, हेर्नुपर्छ। कलर हेर्दा त राम्रो छ जस्तो लाग्छ हैन, तर भित्र चाहिँ कस्तो छ इस ठिकै भएछ। यो चाहिँ पिलो कभर रहेछ हैन, ठिकै रहेछ। पिलो कभर पनि मेरो उसलाई सायद ठिकै हुनुपर्छ। मेटेरियल चाहिँ पाकिस्तान रहेछ, त्यही भएको कारणले कति चाइनाको सामान मात्रै युज गर्ने हुन्छ हैन। लिएर आएको सिङ्गलको रहेछ, ठिकै होला जस्तो लाग्यो। छोटो हुन्छ कि हो, ठिकै हुनुपर्छ, ठिकै होला जस्तो हैन। बेडसिट चाहिँ ट्राई पनि गर्नु लागि माथिबाट ठिकै हुनुहुन्छ। अब यसलाई चाहिँ धुनुपर्छ, त्यसपछि धोएर चाहिँ धुन चाहिँ परेर चाहिँ नधुएर चाहिँ हुँदैन हैन। म चाहिँ जति सामानहरू लिएर आउँछु, नयाँ सामानहरू ल्यायो भने चाहिँ मेरो बानी चाहिँ के छ भने धुने पहिला, नधुइकन चाहिँ म लाउनै सक्दैन। मेरो यो कपडाहरू भयो हैन, जति नै ओत्ने ओछ्याउनेहरू भयो, नधुइकन चाहिँ म लाउन पनि सक्दिनँ र ओछ्याउन पनि सक्दिनँ। किनभने त्यसको धुलोहरू हुन्छ हैन, कति दिन बसेको हुन्छ स्टोरमा, त्यही माथि बाहिर हुन्छ हैन। अब यसमा त्यो कलरहरू पनि हुनसक्छ हैन। कारणले गर्दाखेरि धुनुपर्छ। प्राय मान्छेले चाहिँ के गर्छ भने सामान किन्ने अनि लगिहाल्ने क्या, नधुइकन। त्यो बानी चाहिँ गर्नु हुँदैन। सकेसम्म धोएर चाहिँ लाउने बानी गर्नुपर्छ। मेरो चाहिँ बानी त्यस्तो छ हैन। यो नधुइकन लगाउनै सक्दैन। यो यसको धुलोहरू हुन्छ हैन, चिलाउन पनि सक्छ। एकचोटि चाहिँ यसलाई साबुन केही युज गर्नु पर्दैन। पानीमा चाहिँ झ्याम धुने अनि त्यसपछि सुकाउने गऱ्यो भने खासै त्यस्तो हुन्न। खासै राम्रो धुन नि पर्दैन। सबैजनालाई यो भिडियो मार्फत धेरैभन्दा धेरै विश गरिरहेको छु। राम्रोसँगले बस्नु होला, आफ्नो ख्याल राख्नु होला। जति नि मेरा भिडियो हेर्नुहुने सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु हैन। मेरो भिडियोलाई माया गरिदिनु भएको छ, मेरो युट्युब च्यानललाई माया गरिदिनु भएको छ। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानलमा जोडिन सक्नुहुनेछ। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। मेरो सानो युट्युब च्यानल छ हैन, अहिले 76 सब्सक्राइब पुगेछ बल्ल। हजुरको साथ सपोर्ट मायाले गर्दाखेरि सब्सक्राइब गरिदिनु होला, पैसा लाग्दैन हैन। सो कहिलेकाहीँ भिडियो हेरिदिनु होला, माया गरिदिनु होला। यस्तै छ परदेशी जिन्दगी हेर्नु हैन। यो चाहिँ साथीको सामानहरू, यो देखिरहेको सामानहरू हैन। यो चाहिँ मेरो भयो। कोठा पनि सानो छ, हल्का चिसो पनि बढिरहेको छ। हजुरहरू पनि राम्रोसँगले बस्नु होला, आफ्नो ख्याल राख्नु होला।
कपडा धोएर चाहिँ सुकाउनुपर्छ। लाइट बन्द गर्छु फेरि साथी जानु सक्छ मात्रै हो लाइट ल्याइ भयो त्यहाँ गर्न मात्रै हो कस्तो परिस्थिति जिन्दगीहरू साथीहरू हेर नै धेरै गाह्रो भएको छ होइन ठाउँमा चाहिँ ठाउँमा भएर क्यामेरा ठाउँ भएन यहाँ राख्दाखेरि कस्तो होला यहाँ राख्दाखेरि चाहिँ लगभग हेर्छ होला जस्तो लाग्यो यहाँ राख्दा चाहिँ लगभग भइसक्यो जस्तो लाग्यो ल यहाँबाट चाहिँ भनेर चाहिँ टक्क देखिन्छ अरे ल यहाँबाट म चाहिँ कपडा धुनुपर्छ गाह्रो छ हेर्नुहोस् पर्सि जिन्दगी होइन यो छिरेर चाहिँ सार्ने चाहिँ सजिलो लाग्छ मलाई यो सर्टले होइन धेरै बेला पनि हुँदैन त्यो मैले त पाएको होइन त्यो मैले हाल्नु पाएको थिएन यहाँ चाहिँ बेस्ट पनि रहेछ देख्ने पनि रहेछ म चाहिँ टाढा भयो टाढा भयो तर ठिक छ यति भएपछि देखिहाल्छु होइन चिसो पनि छ धेरै चिसो छ खासै गर्नु पर्ने होला चाहिँ ज्यान पार्नु सुरु गर्यो होइन यति गर्दा हुन्छ खास त्यस्तो पर्दैन ल सबैजना राम्रोसँगले बसेर आफ्नो ख्याल राख्नु होला है अब यो चाहिँ कपडाहरू हल्का बाँकी छ मेरो भिडियोलाई हेर्दै गर्नु होला धेरै धेरै माया लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु होला मेरो च्यानललाई अहिले बाई बाई। नेक्स्ट भिडियो लिएर आउँछु है।